एउटा जातीयको नाममा धर्मको नाममा हरेक ठाउँमा मुसलमानमाथि आक्रमण गरिएको छ, तर पनि मुसलमान मौन छ। इस्लाम भनेको एउटा शान्ति प्रतीक हो। इस्लामको बारेमा नबुझिकन जताभात बोल्नु भनेको यो गलत हो। यो कुरालाई उहाँले तुरन्त आफ्नो बोली वापस गरेर उहाँले माफी माग्न पर्छ। यत्रो 40 लाख मुसलमान छन्, मुसलमानलाई कहिले पनि कमजोर नठानियोस्। मुसलमान मौन छ भनेर कहिले कमजोर नठानियोस्। भोलि बिहान यदि मुसलमान उत्रिन पर्यो भने त्यसको गाह्रो र त्यसको अवस्था कुन हुन्छ भन्ने कुरो त्यो आफै बुझ्न पर्ने अवस्था हुन्छ। हामीले आजसम्म मुसलमानको हक हितमा, मुसलमानको अधिकारमा मात्र होइन, हामी त नेपाल राष्ट्रको लागि हामी उभिएका व्यक्तिहरू हौ र राष्ट्रको समक्ष हामी राष्ट्रको लागि हामी मर्न पनि तयार थियौँ र मार्न पनि तयार थियौँ। तर उहाँले हामीलाई गलत सोच्नु भयो। हाम्रो धर्मकै बारेमा विरोध गरेर अहिले जातीय दङ्गा फसादमा लिएर आएर उहाँले जताभात गर्न खोज्ने, फुत्किन खोज्नु भएको। जेएनजीहरूको त्यत्रो शहीदहरूको बच्चाहरूको रगतमाथि होली खेलेर उहाँ फुत्किन खोज्नु भएको, जातीय द्वन्द्व गरेर फुत्किन खोज्नु भएको र आफ्नो गल्तीको एहसास गरेर सामाजिक सञ्जालमा नि उहाँले माफी माग्न पर्छ। जसरी उहाँले हामीलाई बदनाम गराइयो। कुनै पनि धर्मले 7 वर्षको बच्चालाई विवाह गर्दैन, न त सनातन धर्ममा छ न कुनै पनि धर्ममा छ। यो विषयलाई अलिकति गम्भीर सोचेर चाहिँ अगाडि बढ्न पर्छ।